सेवा सबैजनालाई। आज चाहिँ म र मेरो फ्यामिली चाहिँ घुम्नको लागि चाहिँ तमर नदी गयो। अनि त्यहाँ चाहिँ झोलङ्गे पुल रहेछ। झोलङ्गे पुलमा चाहिँ भिडियो बनायौँ, फोटो खिच्यौँ। अनि त्यहाँदेखि तल लाग्यो। अनि त्यहाँनिर चाहिँ बोटको मुनि चाहिँ सबैले फोटो भिडियो बनाउँदै हुनुहुँदो रहेछ। अनि हामीले पनि फोटो खिच्यौँ, भिडियो बनायो। अनि त्यहाँदेखि चाहिँ तल नदीको किनारामा गयौँ। अनि बाबा र देवाले चाहिँ भाइ बहिनीहरूलाई चाहिँ लाइफ ज्याकेट लगाइदिनु भयो। अनि बोटमा चढेर हामी पनि गयौँ। अलिक उता चाहिँ एउटा टापु थियो, अनि त्यहीँ हामी चाहिँ जाने भनेर गयौँ। अनि त्यहाँनिर चाहिँ हामी चाहिँ फोटो खिच्दै भिडियो बनाउँदै गयौँ। अनि टापुमा पुगेर चाहिँ सबैजनाले खानेकुराहरू निकाल्यो। अनि खानेकुराहरू निकालेर चाहिँ सबैजना भिडियो बनाउँदै फोटो खिच्दै टिकटक बनाउन थाल्यो। अनि यता तल बहिनीहरू पनि पुरा पानी खेलिरहेको थियो, भाइ बहिनीहरू पनि। अनि हामी सबैजना फेरि भेला भएर चाहिँ खानेकुराहरू खान थाल्यो। अनि हाम्रो आन्टीले पनि यता वाटरमेलन काट्नुभएछ, अनि मलाई दिनुभयो। भिडियो मात्र नबना, खाँदै पनि गर भनेर। अनि हामीले चाहिँ सबै प्लास्टिकहरू समेट्यो, एउटा प्लास्टिकमा हाल्यो प्लास्टिकहरू सबै। अनि यता चाहिँ त्यसमा चाहिँ यस्तो बना त आफूले मागेको सबै पुरा हुन्छ भन्दै बनाउँदै हुनुहुन्थ्यो। अनि कस्तो बोटले चाहिँ अब एउटालाई ल्याउने, एउटा ग्रुपलाई, अनि त्यहाँ घुमाएर फेरि पर पुर्याउने, फेरि अर्कोलाई ल्याउने, पर पुर्याउने गर्दै थियो। अनि हामी चाहिँ पर्खिँदा गलिसकेको थियो। अनि यता भाइ बहिनीहरू चाहिँ फेरि चल्दै बसिरहेको थियो। अनि हामी पनि यता पर्खिँदै बसिराखेका थियौँ। अनि हामीलाई फेरि बोट ल्याउन आयो। अनि योचोटि चाहिँ हामीलाई पनि ल्याउन आयो र हामी फर्क्यौँ। अनि वैशाख 1 गते चाहिँ यहाँनिर मान्छे एकजना चाहिँ पौडी खेल्ने क्रममा चाहिँ डुब्नु भएको रहेछ नि त। अनि कस्तो नराम्रो लाग्यो त्यो कुरा सुनेर। अनि यो होटलमा गयो खाजा खान भनेर, तर यहाँनिर चाहिँ केही खाजा रहेनछ र हामी त्यहाँबाट नि फर्क्यौँ। अनि अलिक उता हिँडेर गएर चाहिँ एउटा होटलमा गएर खाजा खायौँ, फोटो खिच्यौँ, भिडियो बनायौँ। अनि फेरि त्यहाँबाट नि फर्क्यौँ हामी। अनि केही पर गइसकेपछि चाहिँ गाडी पनि आइपुगेको थियो हामीलाई लिनको लागि चाहिँ। अनि त्यहाँदेखि